के मेरो एन्टिनाले त ठुल्ठुलो मासुहरू तान्दैछ त के पाक्यो खाइदिन हौ यसो मासु सासुहरू मासु खोइ मासु खाने मुख हेर्नु कस्तो छ एक दिन एउटा मासु 1 केजी मासु लिएर आउँदैन सारा यहाँ मासुको कुरा गर्छ बुढीको कमाइ खानु पल्केको मासुको त पुरै छोड्दिनु एउटा अन्डा बोकेर आउँदैन औ सारी के भन्दैछ तिम्रो दिदीले जा गएर कुकुरको फिरा छेकेर ल्याएर दे तेरो भेनालाई मेरो पनि इज्जत छ पर्खी म लिएर आउँछु मासु जानु भेना सारीलाई पनि हामी मिठो खानु ल जानु होइन देख्नु नाना आज मासु चाहिँ होइन कि अन्डा लिएर आउँछु भोलि मासु ल्याउँछु ल हुन्छ अन्डा खाने कि औकात पनि हुनु पर्यो नि मासु ल्याउने हेर्दै गर खान्छस् मात्रै कि घिच्छस् पनि त्यति बेला लिएर आउँछु एकछिन कहिले घिच ल्याएर ल्याएछ भने त नि मेरो दाहिने काट चट्टे काटेर फ्याँकिदिन्छु मलाई ल्याउनु हुन्छ हौ भेनाले आज साल ल्याएको छु नि त हेर न अहिले लिएर आउँछ कि लिएर आउँछ अबै यो ल्याइसकेको छु ल्याइसक्यो खाऊ न मिठो गरेर जिब्रो होइन सालीलाई के दिन्छ होला राम्रो छ नि त किनभने साली भने चाहिँ साली आधा घरवाली अरे नि ए साली बल्ल एउटा अन्डा चाहिँ किनेर ल्याउँछ खाएको टेस्ट कस्तो छ त्यो भन न हौ के दिएको मलाई चाहिँ स्टिलको उसलाई चाहिँ राम्रो मलाई चाहिँ के भयो तिमी भनेको अलिक पुरानो भयो नि त साली भनेको भर्खर नयाँ नयाँ र पुरानो नभने अबै हेर न साली के भएको यस्तै हो भेना दिदीहरू त्यही त आँखा पो लग्छ कस्तो त लु छिटो खाऊ न हौ नानीले खाला जस्तो गरिसक्यो नुनै बेसी हालेछ म त खान्नै ल जस दिने कहिले होइन सालीले जान्नु भनेको पर्यो नि पकाउनु मिठो होइन दामी भएछ मिठो छ त हौ चक्को भयो अब त्यो यो चाहिँ भन न मेरो प्रेसर हाइ छ नि त थाहा छैन बुढीको प्रेसर हाइ छ कम्ती नुन हाल्नुपर्छ नि थाहा हुँदैन कति वर्ष भयो बिहा भएको तिम्रो गर्नुले मेरो केस गइसक्यो अब भन त यो भेनाजुले चाहिँ के गरेर ल्या भनेर चाहिँ सोध्छ होला कोइसन भनेर पर्खिरहेको सोध्दैनौ त अन्त सोध्नु के गरेर ल्याएको सोध्दा भयो सोध्दा के गरेर ल्याएको के गरेर ल्याउनु हो भेना अब मलाई थाहा छ भन्नु न हौ भनिहाल न थाहा छ भने के मलाई थाहा छ भने बस्छ खत्म लेकिन ये साला कर क्या रहा है यहाँ पे खत्म प्यारी समझ गई